चाहिँ गाईघाट जाने बाटो यो त गाईघाटबाट आएर यता सिधै भुट्टार पोखरी लाफागाउँ कता कता जाने बाटो हो यो कता कता पुग्छ यता यो बाटो यो चाहिँ रौतामा एउटा पोखरी दर्शन गर्न जाने बाटो यो बाटो यी ठ्याक्कै यसो आएर फेरि अहिलेको ठाउँमा जुल्यो या चाहिँ 2 बाटो होइन 3 बाटो यस्तो छ यहाँ वरिपरि होटलहरू छ माथि रौतामा पूजासाजा गरेर यहाँ पार्टीहरू परेवाहरू बनाउँछन् मान्छेहरू बनाउँदैछन् होटलमा आएर यस्तो छ है खानासाना खाने गर्ने पार्टी परेवा बनाउने भुट्ने खाने प्रसाद खाने त्यसपछि कता कताबाट आएको हो त्यतै जाने रौताको होटल भिडियो क्याप्चर गर्ने चाहिँ यही हो फेरि डाक्टर सुन राई हो